साथी, पाठेघरको 3वटा पत्रहरू हुन्छन्। त्यो मध्ये भित्रको पत्र चाहिँ पहिलोपटक महिनावारी सुरु भएदेखि लिएर महिनावारी नरोकिन्जेलसम्म हरेक महिना बाक्लो हुने। यदि त्यहाँनिर डिम्ब निषेचन भयो अथवा चाहिँ फर्टिलाइजेसन भयो, इम्प्लान्टेसन भयो भने कन्टिन्यू बाक्लोपना रहने 9 महिनासम्म। यदि चाहिँ फर्टिलाइजेसन भएन भने महिनावारीको रूपमा चाहिँ बाहिर आउने प्रोसेस हरेक महिना चलिरहन्छ। सो यो भित्रको जुन बाक्लो हुने, हरेक महिना बाक्लो हुँदै अनि फेरि टुक्रिँदै गर्ने जुन लेयर छ, त्यो लेयरहरू, त्यस्ता लेयरमा पाइने सेलहरू चाहिँ पाठेघरभन्दा बाहिर अरू ठाउँमा पाइयो भने त्यसलाई इन्डोमेट्रियोसिस भन्छौँ। सो यहाँनिर चाहिँ अब साथीले स्कार इन्डोमेट्रियोसिस भन्नुभएको छ। सो पाठेघरको भित्री पत्रसँग सम्बन्धित रहेर कुनै अपरेसनहरू गरेको छ अथवा त्यसको कन्ट्याक्टमा आउन सक्ने गरी कुनै अपरेसन गरेको छ भने कहिलेकाहीँ चाहिँ यो स्कार इन्डोमेट्रियोसिस हुनसक्छ। अपरेसन गरेको छ, हिस्टेक्टोमी भन्छौँ, त्यो गरेको छ भने पनि स्कार इन्डोमेट्रियोसिस हुनसक्छ। कहिलेकाहीँ ल्याप्रोस्कोपिक कुनै प्रोसिजर गरेको छ भने पनि त्यसमा पनि त्यो जुन प्वाल बनाएको छ त्यो प्वालमा पनि यो इन्डोमेट्रियोसिस, स्कार इन्डोमेट्रियोसिस हुनसक्छ। तलबाट भजनल डेलिभरी हुँदाखेरि जुन काट्छौँ बेबी बाहिर आउनको लागि सानो इन्सिजन दिन्छौँ इपिजेटोमी, त्यसमा पनि यो स्कार इन्डोमेट्रियोसिस देखिन सक्छ। सो यो बाहेकको अरू पाठेघरको वरिपरि हुने अरू सेल टिस्युहरूमा पाठेघरको मुखतिर, त्यस्तै गरेर योनिहरूतिर, त्यस्तै गरेर चाहिँ अब ओभरीहरूतिर, फ्यालोपियन ट्युबहरूतिर, पेटभित्रका आन्द्राका छेउछाउमा डिफ्रेन्ट ठाउँहरूमा हुन सक्छन्। तर अपरेसन गरेको केसमा चाहिँ, अपरेसन गरेर डेलिभरी भएको केसहरूमा पनि यो देखिन चाहिँ सक्छ है। अब यसको लक्षणहरू चाहिँ कस्तो देखिन्छ भन्नुपर्दाखेरि अपरेसन गरेर जहाँ टाँका लगाएको हुन्छ, सिलाएको हुन्छ, त्यो भागमा चाहिँ दुख्ने खालको, थिच्दाखेरि दुख्ने खालको, छुँदाखेरि दुख्ने खालको, एकदम टेन्डर खालको चाहिँ मास अथवा चाहिँ एकदमै गिलो गिलो खालको लम्पहरू, घाउ भएर निको भएको जस्तो खालको होइन लम्पहरू चाहिँ देखिन सक्छ भनेर भनेको छ। अर्को भनेको दुखाइ हुन्छ, सुन्निन्छ, त्यस्तै गरेर चाहिँ पोलेको जस्तो अनुभव हुन्छ। हरेक महिनावारीसँग चाहिँ महिनावारी हुनुभन्दा अगाडि केही दिन अगाडिदेखि धेरै ठुलो पनि हुने, साइज पनि बढ्ने, सँगै रातो हुने र दुख्ने हुन्छ भने कसैको चाहिँ अब ओपन खालको छ भने ब्लिडिङहरू पनि हुनसक्छ महिनावारी सँगसँगै। सो यो साइक्लिक हुनसक्छ भनेर भनेको छ। अर्को चाहिँ भनेको महिनावारीको बेलामा यो लम्पहरूको अथवा चाहिँ इन्डोमेट्रियोसिसको साइजहरू पनि फरक हुन्छ, प्रायः चाहिँ बढेको हुन्छ भनेर भनिएको छ। सो अब यसलाई चाहिँ हामीले कसरी पत्ता लगाउने त? त्यो अरू नै केही कारण हो कि इन्डोमेट्रियोसिस हो भनेर पत्ता लगाउनको लागि चाहिँ हामीले सबैभन्दा पहिलो कुरा भनेको चाहिँ कुनै अपरेसन भएको नभएको भन्ने कुरा चाहिँ हिस्ट्री लिनु पर्यो। सो यदि तपाईँको पहिलाको त्यस्तो अब एपिजेटोमी गरेको छ भनेदेखि एपिजेटोमी स्कारमा हुनसक्छ। त्यस्तै गरेर हिस्टेक्टोमी गरेको छ पेटबाट, त्यस्तै गरेर सिजरिन सेक्सन गरेर डेलिभरी भएको हिस्ट्री छ भने हुनसक्ने चान्सेस भयो। अर्को भनेको चाहिँ अब त्यहाँबाट चाहिँ एफएनएसी गरेर होइन निडिलले, ठुलो पाल भएको निडिलले चाहिँ त्यहाँको टिस्युहरूलाई चाहिँ तानेर अनि त्यसलाई चाहिँ स्टडी गर्यो भने पनि कस्तो खालको टिस्युहरू हो, यो कस्तो कुन खालको हो, पाठेघरको भित्री पत्रमा पाइने खालको हो कि होइन भनेर पत्ता लगाउन सकिन्छ। अर्को भनेको चाहिँ हिस्टोप्याथोलोजी भन्छौँ, त्यसमा पनि सेलहरूको स्टडी गरेर यो सेल चाहिँ कहाँ पाइने खालको हो त, यो इन्डोमेट्रियममा पाइने खालको सेलहरू हो कि होइन भन्ने कुराहरू चाहिँ हेर्न सकिन्छ र कन्फर्म डायग्नोसिस गर्न सकिन्छ। अब यसको उपचारको लागि चाहिँ के गर्नुपर्छ भन्नुपर्दाखेरि एउटा मेडिकलमा चाहिँ अब हर्मोनल थेरापीहरू दिएर यसलाई चाहिँ कम गराउन सकिन्छ। यसको बढ्ने रेटलाई, दुखाइहरूलाई कम गर्न सकिन्छ। तर बारम्बार भइराख्ने सम्भावना चाहिँ हुन्छ भने अर्को सर्जिकल इन्टरभेन्सन, हामीले चाहिँ अपरेसन गरेर, सानो अपरेसन गरेर यसमा भएका यो इन्डोमेट्रियल सेलहरू जति पनि छ त्यसलाई चाहिँ इन्सिजन गरेर काटेर निकाल्नुपर्ने हुन्छ। सो यसरी काटेर निकाल्यो भने चाहिँ फेरि रिकरेन्स हुने चान्सेस चाहिँ औषधि खाएर गरेको भन्दा अलिक कम हुन्छ है।